नमस्ते साथीहरू र मेरा आदरणीय भाइ बहिनीहरू। मेरो नाम चाहिँ उमा भट्ट। अहिले म बीबीएस सेकेन्ड सेमिस्टरमा अध्ययनरत छु। आज म तपाईहरुमा चाहिँ एउटा विशेष भिडियो लिएर आएको छु। भर्खरै मैले चाहिँ फर्स्ट सेमिस्टरको परीक्षा दिएर सके र मलाई के महसुस भयो भने हाम्रो कोअपरेटिभ एन्ड माइक्रो फाइनान्सको प्रश्नपत्र, सहकारी तथा लघु वित्तको प्रश्नपत्र सोचेभन्दा अलि फरक र चुनौतीपूर्ण आएको थियो। त्यसैले पछि आउने तपाईहरुलाई सजिलो होस् भनेर आज म यो भिडियोमा मोडल क्वेशनको 2083 को विश्लेषण गर्न गइरहेको छु। क्वेशन पेपरलाई यसो हेर्ने हो भने चाहिँ क्वेशन पेपर चाहिँ हाम्रो 60 मार्क्स पूर्णाङ्कको हुन्छ। यसमा चाहिँ 3 वटा सेक्सनहरू हुन्छन्, सेक्सन ए, बी र सी। यो पेपरलाई ध्यान दिएर हेर्ने हो भने यसले केवल किताबको थ्योरी मात्र होइन, नेपालको वर्तमान वित्तीय अवस्था र प्रविधिलाई निकै राम्रोसँग समेटेको छ। हेर्न सक्नुहुन्छ सिलेबस हाम्रो तपाईले पाउनु भएको होला। कोअपरेटिभ एन्ड माइक्रो फाइनान्सको सिलेबसको कुना-कुनाबाट पनि प्रश्नहरू छानिएर राखेको छ क्वेशनमा, हैन? अनि सेक्सन अनुसार चाहिँ हेर्दाखेरि हाम्रो सेक्सन ए मा चाहिँ 6 वटा क्वेशनहरू आउँछन्, जसमा चाहिँ हामीले 5 वटा प्रश्नको उत्तर अटेम्प्ट गर्नुपर्ने हुन्छ। यहाँ पहिलो प्रश्नपत्रमै सहकारीका सिद्धान्त र फाइनान्शियल इन्क्लुजन, वित्तीय समावेशीकरणलाई जोडिएको छ। यसको मतलब हामीले सिद्धान्त घोगेर हुँदैन, यसलाई नेपालको सन्दर्भमा कसरी लागू गरिन्छ भन्ने बुझ्नुपर्छ। जस्तै प्रश्न नम्बर 2 मा हेर्न सक्नुहुन्छ। यस्तै अर्को प्रश्न BAFIA भनेर भनेको छ, जसमा चाहिँ बैंक तथा वित्तीय संस्था ऐन भन्न खोजेको अन्तर्गत चाहिँ लघु वित्तको दयता प्रक्रिया, अहिलेको चर्चित विषय डिजिटल प्लेटफर्मको प्रयोगबारे पनि प्रश्नहरू सोधिएको छ। यसले के देखाउँछ भने अबको अध्ययन अलि डिजिटल र कानुनी पक्षमा पनि केन्द्रित हुनुपर्छ है भन्ने कुरालाई ध्यान दिएको छ। सेक्सन बी मा चाहिँ हाम्रो लङ एन्सर क्वेशन हुन्छ। यसमा चाहिँ अलि लामो र विश्लेषणात्मक उत्तर चाहिन्छ। प्रश्न नम्बर 7 मा तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ गरिबी न्यूनीकरणमा सहकारीको भूमिका सोध्दै गर्दा कुनै एउटा वास्तविक नेपाली संस्थाको उदाहरण पनि मागेको छ, हेर्नु न। त्यसैले हामीले पढ्दाखेरि सिलेबस पढ्दाखेरि नेपालका केही ठूला सहकारी र लघु वित्तहरूको काम गर्ने तरिका बारे पनि अपडेट हुनुपर्छ के, कसरी काम गर्छन्। अहिले त डिजिटलको जमाना छ हैन, सोशल मिडिया, त्योबाट तपाईले गुगल गरेर हेर्न सक्नुहुन्छ। अपडेट लिइराख्नुहोस् के, सजिलो हुन्छ एक्जाममा लेख्दाखेरि। अनि हाम्रो सेक्सन सी मा चाहिँ अलि लामो 15 नम्बरको प्रश्नहरू हल गर्नुपर्ने हुन्छ। यसमा सरकारको भूमिका, कानुनी चुनौतीहरू र सबैभन्दा रोचक कुरा के सहकारी क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्सको AI र सोशल मिडियाको भूमिकाबारे सोधिएको छ। यो एकदमै आधुनिक प्रश्न हो र यसका लागि हामीले सिलेबस बाहिरका केही नयाँ ट्रेन्डहरू पनि बुझ्नुपर्छ, हैन? सिलेबस पढ्ने अनि त्यसपछि नेपालमा के भइरहेको छ त, हैन? सहकारी क्षेत्र, लघु वित्तमा आर्टिफिशियल इन्टेलिजेन्स, सोशल मिडियाहरूले कस्तो सहयोग पुर्याइरहेका छन् त, के भइरहेको छ त्यो बारे बुझ्नुहोस्, हैन? अनि यो क्वेशनको पेपर हेरिसकेपछि मेरो सल्लाह चाहिँ के छ भने तपाईहरुलाई सिलेबसलाई राम्रोसँग नोट बनाउनुहोस्। सिलेबसको कुना-कुनाबाट पनि प्रश्न आउने गरेको छ। त्यसले गर्दा तपाईहरुले सिलेबस पढ्दाखेरि नोट बनाउनुहोस्, राम्रोसँग अध्ययन गर्नुहोस्। वर्तमान नेपालमा हैन कस्तो छ त सहकारी तथा लघु वित्तको अवस्थाहरू, त्यो बारे बुझ्नुहोस्। अनि नेपालमा चाहिँ बैंक तथा वित्तीय संस्थाको ऐन जुन BAFIA भनेर प्रश्न नम्बर 2 मा हेर्नुहोस्। ऐन र सहकारीको ऐनका मुख्य कुराहरू नोट गर्नुहोस्, हैन? प्रविधि डिजिटलाइजेसनले वित्तीय क्षेत्रमा कसरी परिवर्तन ल्याउँदैछ त, त्यसमा अपडेट रहनुहोस् के। र सबैभन्दा मुख्य कुरा, केवल किताब मात्र पढेर हुँदैन, सिलेबसमा मात्र र किताब मात्र पढेर हुँदैन। रियल ओल्ड एक्जाम्पल के खोज्ने बानी गर्नुहोस्। जुन सहकारी संस्थामा वर्तमान समयमा नेपालमा के छन् त तिनीहरू ठ्याक्क मिल्ने खालका उदाहरणहरू त्यो खोज्ने बानी गर्नुहोस्। धेरै हुन्छन् उदाहरणहरू, खोज्ने बानी गर्नुहोस्।
जसले चाहिँ हामीलाई डिजिटल प्लेटफर्मले सहयोग गर्छ। अनि यसरी तपाईँले अध्ययन गर्नुभयो भने तपाईँलाई सहज हुनेछ है। आशा छ यो भिडियो तपाईँहरूले हेर्दाखेरि खुसी मान्नुहुनेछ र आउँदो परीक्षाको तयारी गर्न मद्दत पनि हुनेछ। यदि तपाईँलाई यो प्रश्नपत्रको समाधान पनि चाहिन्छ भने तल कमेन्टमा यस भन्नुहोला। म अर्को भिडियो त्यसलाई समेट्ने प्रयास गर्नेछु अर्को भिडियोमा चाहिँ। भिडियो मन परेमा लाइक र सेयर गर्न नभुल्नुहोला। सबैलाई परीक्षाको अग्रिम शुभकामना। धन्यवाद।